म एउटा सत्य कुरा भनौँ, हामीलाई लोकतन्त्र चाहिन्छ, जनताको शासन चाहिन्छ, अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ। तर के लोकतन्त्र भनेको राष्ट्रपति मात्र हो? आज धेरैलाई लाग्छ राज संस्था आउनु भनेको लोकतन्त्र समाप्त हुनु हो, राजा आउनु भनेको जनताको अधिकार खोसिनु हो। तर यो बुझाइ नै गलत छ। म निरङ्कुश राजतन्त्रको कुरा गरिरहेको छैन। म हिजो राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको पनि कुरा गरिरहेको छैन। म कुरा गर्दैछु संवैधानिक राज संस्थाको, जहाँ जनता नै सर्वोपरि हुन्छ, जहाँ चुनाव हुन्छ, चुनावबाट नै प्रधानमन्त्री चुनिन्छ, जहाँ संसद चल्छ, कानुन बन्छ, तर देशको अभिभावक एउटा दलको कार्यकर्ता हुँदैन। लो भन्नुहोस्, आज बेलायतमा लोकतन्त्र छैन, जापानमा जनता स्वतन्त्र छैनन्, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड यी देशहरूमा जनताको शासन छैन र त्यहाँ पनि राजा वा रानी छन्। विश्वकै विकसित र उत्कृष्ट लोकतन्त्र पनि त्यही छ। किन? किनकि त्यहाँ एउटा यस्तो संस्था छ जो चुनाव लड्दैन, जसलाई कुनै पार्टीको टिकट चाहिँदैन, जसलाई कसैको चन्दा र कुर्सीको लोभ हुँदैन। नेपालमा आज समस्या के भयो? राष्ट्रपति बन्न पनि एउटा दलको फेरो समाउनु पर्ने, राष्ट्रपति पदमा बसेर पनि आफ्नै पार्टीको लाइन हेर्नुपर्ने नतिजा। जब देशमा सङ्कट आउँछ, जनताले अभिभावक भेट्दैन। गम्भीरतापूर्वक सोच्नुहोस् त, दलहरूभन्दा माथि उठेको, विवादभन्दा टाढा रहेको र इतिहास बोकेको एउटा संस्था राष्ट्रको प्रतीक भएर बस्दा हाम्रो लोकतन्त्र कमजोर हुन्छ कि बलियो हुन्छ? हामीलाई यस्तो प्रणाली चाहिएको हो जहाँ राजनीतिको फोहोर सफा गर्न एउटा तटस्थ र स्थायी चेक एन्ड ब्यालेन्स गर्ने शक्ति होस्। त्यसैले कुरा बुझ्नुहोस्, राज संस्था लोकतन्त्रको विरोधी होइन, यो त लोकतन्त्रलाई सुरक्षित राख्ने गाजै हो। गणतन्त्र आएको 18 वर्ष भयो, दलहरूले देश चलाएकै छन्, तर देशले अभिभावक पायो त? प्रश्न राजाको अनुहार होइन, प्रश्न देशको स्थिरता हो। के लोकतन्त्र र राज संस्था सँगै जान सक्दैनन्? संसारका धनी र शान्त देशहरूले त चलाएर देखाइदिए त, हामी चाहिँ किन अल्मलिरहेका छौँ? सोच्नुहोस् त, दलको छत्रछायामा बस्ने राष्ट्रपति कि नेपालको माटो र इतिहास बोकेको राजा?